जसले विचार कमेन्टहरू राख्नु भएको छ नि त्यो भनेको बिल्कुलै गलत हो उहाँहरूको सोचाइमा। जहाँ कि हाम्रो एउटा सानो गाग्री किन नहोस्, त्यो एउटा अहिले तपाईँको तामाको गाग्री हो, त्यो चाहिँ एउटा हाम्रो होटलको अस्तित्व जुन घडाले स्वागत गरिन्थ्यो नि गेस्टलाई, त्यो चाहिँ एउटा महत्त्वपूर्ण छ। जहाँ कि हामी नेपाली हिन्दूहरूको धार्मिक हिसाबले पनि महत्त्व छ, जहाँ कि हामीलाई चाहिँ धार्मिक हिसाबले हेर्ने हो भने त्यो गाग्री राख्दाखेरि धेरै सोधेको छ, एउटा संस्कार जगाएको छ, त्यो सानो छैन एउटा धार्मिक हिसाबले पनि। अर्को कुरो त्यसको अहिले किन्न गयो भने पनि त्यसैलाई जोडी अस्ति भर्खर म बजारमा बुझ्न गएँ, जबकि 8,000 भन्दा माथिको मूल्य छ। त्यसलाई सानो माने जुन छ नि गाग्री किन सानो 150 को घडा किन नहोस् हैन, चोर त चोर नै हो नि, चोर त पत्ता लगाउनु पर्यो नि। आजको दिनमा उसले एउटा 8,000 को मूल्य बराबरको गाग्री चोर्छ भने भोलिको दिनमा उसले यही होटललाई टार्गेट गरेर करोडौँको मूल्य भएको सामान लैजाला नि त। त्यस्तोलाई चाहिँ के छ समात्नु पर्यो नि। किन सानो सियो मात्र नहोस्, त्यो चोरी गर्ने व्यक्ति चाहिँ उसको गल्तीलाई चाहिँ पक्रिनु पर्यो नि त, सजाय पाउनु। चोर चोर नै हो नि, सुन चोर चोर किन होस्, एउटा होटलमा राखेको तपाईँको एउटा अस्तित्व जोगाउन राखेको गाग्री नै किन नचोरोस्, ऊ चोर त चोर नै हो नि। तपाईँले धर्मसँग पनि जोड्नु भयो, म थोरै धर्मको कुरा गर्छु ल। हाम्रो गाउँ घरतिर कस्तो भनाइ छ भने तपाईँहरूकोतिर चाहिँ त छ कि छैन होइन, धार्मिक हिसाबमा सुन र तामा चोर्नेलाई चाहिँ उँभो गति हुँदैन भनेर भन्ने चलन पनि छ। तपाईँ यसमा कतिको विश्वास? यो म एकदमै विश्वास गर्ने व्यक्ति हो। जसले सुन चोर्छ, एउटा भेटाएको सुनले त दशा गरा लिएर आउँछ भने मान्छेले सुन भेटायो भने त तुरुन्त फिर्ता गर्नुहोस् अथवा कतै त्यसलाई दान गरिदिनुहोस् भन्छ भने यो त एकदमै सही कुरा। म धर्मप्रति विश्वास गर्छु। हाम्रो आस्था, हाम्रो पुर्खौली भनाइअनुसार सुन र तपाईँको तामा चोर्ने व्यक्तिलाई चाहिँ कहिल्यै पनि फलिफाप भलो हुँदैन पनि, सायद उसलाई भलो पनि नहुनेछ। जहाँसम्म लाग्छ उसले एउटा तामा गाग्री चोर्यो, अहिले विश्व उसले चाहिँ चिनेको छ उसलाई। अब जहाँसम्म लाग्छ उसलाई कारबाही हुन्छ, भलो हुँदैन भने पुलिसले पक्रिसकेपछि नै उसलाई एउटा सजाय दिन्छ, त्यो नै उसलाई कुभलो हो। भिडियोको कुरा गर्छु ल। भिडियो थोरै कति मिनटको हाल्नु भएको छ? 1.5 मिनटको भिडियो होला लगभग। 1 मिनट 33 सेकेन्डको छ, 1.5 मिनटको छ भिडियो छ। त्यो भिडियो लगाउँदै गर्दाखेरि चाहिँ एउटा पुलिसलाई पनि एउटा चाहिँ सहज होस् र चाहिँ त्यहाँ अवेरनेस पनि गर्नु भएको छ क्या, यस्ता चोरबाट चाहिँ सावधानी हुनु है भनेर पनि भन्नुभएको छ क्या। त्यो भिडियो यति धेरै भाइरल हुन्छ भनेर सोच्नु भएको थियो? सायद यति भाइरल हुन्छ भनेर चाहिँ सोचेको थिएन। जहाँसम्म लाग्छ यति भिडियो हालिसकेपछि चाहिँ पुलिस प्रशासनले कडाइ रूपमा चाहिँ एक्सन लिएर चाहिँ त्यसलाई पक्रन्छ भन्ने एउटा अझै पनि आश पनि छ। उसलाई पक्रेर हामीलाई एकचोटि